मेरो नाम रूपक कुलाल, म इमानदार खबरको सम्पादक। म धेरै लामो नभएर एक दुईटा क्वेसन मात्रै गर्न चाहन्छु मन्त्रीज्यूलाई। यो अनलाइन मिडिया कति ठाउँमा दर्ता हुनुपर्ने हो? ओडादेखि लिएर 6-7 ठाउँ, कुन कुन ठाउँमा दर्ता हुन्छ तपाईँ हामी सबैलाई थाहा छ। आजसम्म जे भयो भयो, अब चाहिँ कम्तीमा सम्पादक हुनको लागि पत्रकारिता विषय पढेको अनिवार्य, या त 12 पास पत्रकारिता विषय पढेलाई रिपोर्टर या त संवाददाताको रूपमा अब त्यो लाइसेन्सको व्यवस्था गरेर अलि अगाडि बढ्ने हो भने चाहिँ व्यवस्थित अलि होला, नभए त यो अब कुरा गरी साध्य नै छैन। अब मेन स्ट्रिम मिडियाको पछिल्लो सिरियस, अब मिडियालाई कन्ट्रोल राज्यले कसरी गर्ने हो? जबकि नेपालका मेन स्ट्रिम मिडिया हामी हौँ भन्नेले, पछिल्लो उदाहरण, म कुनै मिडियाको नाम लिन्न, कुनै व्यक्तिको नाम लिन्न, तर कुनै नस्लीय चिन्तन सिधा सिधी राखेर कुनै व्यक्ति सिद्ध्याउने र पछि माफी मागेर छुट पाउने, त्यस्तो हो भने त जसले जसलाई सिद्ध्याए पनि भयो। सामान्य पत्रकारिताको धर्म पनि तपाईँको ननिभाएर जसरी पनि व्यक्ति सिद्ध्याउने र चाहिँ पछि माफी मागेर छुट पाउने अवस्था छ, यो पनि नियमन होस्। मन्त्रीज्यूको पालामा भन्न चाहे।